के तपाईले 2010 को इन्सेप्सन मुभीको एन्डिङ हेरेर कन्फ्युज हुनुभयो? लियोनार्डो डिक्याप्रियोले लास्टमा त्यसको टोटेमलाई स्पिन गर्छ र हामीलाई त्यो स्पिन गर्दा गर्दै फिल्मको एन्ड भएको देखाएको छ र म आज त्यही बारेमा कुरा गर्न चाहन्छु र कि यो ड्रिम हो कि रियालिटी भन्ने पत्ता लगाउने यहाँ दुईटा तरिका छन्। फर्स्टमा लियोनार्डो डिक्याप्रियोको क्यारेक्टर कप्सले युज गर्ने टोटेम जुन त्यसले स्पिन गर्छ पत्ता लगाउन कि त्यो रियालिटी हो कि ड्रिम हो भन्नको लागि। एक्चुअलमा त्यसको नभएर त्यसको बुढीको हुन्छ र त्यो क्यारेक्टरको एक्चुअल टोटेम हुन्छ त्यसको वेडिङ रिङ जुन हामीले थ्रु आउट द मुभी देख्छौँ। जति बेला नि त्यो ड्रिममा हुन्छ त्यति बेला त्यसको अम्लमा त्यसको वेडिङ रिङ हुन्छ र जति बेला नि त्यो एउटा रियालिटीमा हुन्छ त्यति बेला त्यसको अम्लमा त्यो रिङको बस एउटा मार्क मात्र हुन्छ। त्यसले सो गर्छ कि त्यो एउटा ड्रिममा नभएर रियालिटीमा छ। र सेकेन्ड रिजनको कुरा गर्ने भने क्रिस्टोफर नोलनले भन्थे कि माइकल केनको क्यारेक्टर जति बेला नि स्क्रिनमा आउँछ त्यो एउटा ड्रिम नभएर एउटा रियालिटी हो। र यस्तै हामीलाई इन्सेप्सनको एन्डिङमा माइकल केन स्क्रिनमा देखिन्छन्। त्यसको मतलब पोसिबल छ कि लियोनार्डो डिक्याप्रियोको क्यारेक्टर एउटा ड्रिममा नभएर रियालिटीमा छ।